चाहिँ अर्ग्यानिक कोसेलीहरू प्याकिङ हुँदैछ। यो बोडीको दाल प्याकिङ गरिदिएको छु छोरोको लागि। अर्ग्यानिक यो सिलगढीमा चाहिँ मुसुरी दाल खाँदा खाँदा मक्कै भयो अरे हो। अनि यो सेतो दाल के भन्छ यसको नाम याद छैन। सेतो बोडीको दाल यो प्याक गरिदिएको छु। अनि गुन्द्रुक सिन्की छ यो मुलाको। मैले आफ्नै हातले बनाएको एकदम मिठो छ। धेरै लानु मान्दैन नि यिनीहरूले बोक्नै मान्दैन कि। थोरै थोरै प्याक गरिदिएको छु। अनि डल्ले खोर्सानी कम्ती लगाइदिएको छु हो। अनि यहाँनिर छ मुलाको अचार, मुला र गाजरको अचार तयार गरिदिएको छु। अनि अब चाहिँ डल्ले खोर्सानी लगाइदिन्छु म। सुकाएर मैले यसरी डल्ले खोर्सानी राखेको छु। यो चाहिँ हो सेतो सिलाम।